माननीय सभामुख महोदय, नारायणघाट बुटोल सडक खण्डको दाउन्ने क्षेत्रमा बसोबास गर्ने नागरिकहरू आज अत्यन्तै कष्टकर अवस्थामा भोगिरहेका छन्। विकासका नाममा खाका त यस्तो कोरियो जसले जनताको बाँच्न पाउने नैसर्गिक अधिकार नै हनन भएको छ। धुलो धुवाँ र अब आउँदो गरेको बर्खायामको हिलोले यो सडक निर्माणको कार्य वर्षौंदेखि अल्झिरहेको र आएको छ। पटक पटक म्याद थ्यापे पनि काम सम्पन्न नहुने छाँटकाँट देखिन्छ। आखिर किन यो देशको प्रमुख पूर्वी पश्चिम राजमार्ग यहाँ काम समयमा किन सकिँदैन? सभामुख महोदय, पटक पटक विषय उठाउँदा पनि यसबारे सरकार मौन किन? अहिलेको अवस्था हेर्ने हो भने बरघाट दुर्गवास बीचको 13 किलोमिटर यातायात अवरुद्ध छ। गाडी घन्टौं जाममा छन्। यात्रुहरूको पीडा अचाय भइसकेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूहरू आफै 4 पटक जाममा पर्नु भएको भन्ने सुन्नमा आएको छ। अब त अनुभूति हुनुपर्ने हो नि मान्यज्यू। मेरो आग्रह छ, अब ढिलो नगरी तुरुन्तै सम्बन्धित निकायलाई स्पष्ट